एका देशमा दुईजना बच्चा एउटै समयमा एउटै ठाउँमा एउटै मिनेट र एउटै सेकेन्डमा जन्मेका थिए। त्यसपछि एकजना मान्छेले उनीहरूको चिना बनाउन भनेर एउटा ज्योतिषकोमा गयो। ज्योतिषकोमा गइसकेपछि दुवैजनाको चिना देखाउँदा ज्योतिषले एउटा बच्चा चाहिँ 12 वर्षको उमेरमा राजा बन्छ भन्यो र अर्को बच्चालाई चाहिँ 12 वर्षको उमेरमा यो बच्चा भिक्षा माग्दै हिँड्छ भनेर भन्यो। यो सुनेर मान्छे ट्वा पर्यो। ही वाज शक्ड। एउटै टाइममा एउटै ठाउँमा एउटै मिनेट र सेकेन्डमा जन्मेको बच्चाहरूको त ग्रह दशा भाग्य एउटै हुनुपर्ने। इफ हाम्रो भाग्य त्यसरी निर्धारण हुन्छ भने, तर एउटा बच्चा राजा अनि अर्को बच्चा भिक्षा माग्दै हिँड्ने कसरी भनेर उसले ज्योतिषलाई सोद्धाखेरि ज्योतिषले के भन्यो भन्दाखेरि ग्रह दशा अनुसार दुवै बच्चाको 12 वर्षको उमेरमा बुवाको मृत्युको योग छ। एउटा बच्चा राज परिवारमा जन्मेको छ र अर्को बच्चा एउटा गरिब विपन्न परिवारमा जन्मेको छ। राज परिवारमा जन्मेको बच्चा बुवाको मृत्यु पश्चात राजा नै बन्छ र गरिब परिवारमा जन्मेको बच्चाको बुवाको मृत्यु पश्चात उसको आर्थिक स्थिति अझै नाजुक भएर जान्छ, जसले गर्दा उसले भिक्षा माग्नु पर्ने हुन्छ। संसारको ठुलो एस्ट्रोलोजर्स र विद्वानहरूले भन्छ एस्ट्रोलोजी इज द साइन्स अफ प्रोबेबिलिटी र यसलाई हाम्रो सर्कमस्टान्सेस र विभिन्न कुराहरू हाम्रो कर्म एभ्रिथिङ कुराले जोडेर ल्याएको हुन्छ। इफ यु आर नट इन्ट्रेस्टेड इन एस्ट्रोलोजी र तपाईँलाई यो सबै कुराहरूमा विश्वास लाग्दैन भने दिस भिडियो इज नट फर यु, प्लिज स्क्रोल डाउन। तर if you are into astrology and you are curious about it, our today's video is all about the secrets of astrology. So let's go. भाग्य कतिको म्याटर गर्छ मान्छेको लाइफमा? नवग्रहले साँच्चै हाम्रो लाइफलाई चलाउँछ? 9वटा ग्रहले? 9 ग्रहले वास्तवमै हाम्रो जीवनलाई चलाउने हुन्छ। जस्तो सूर्यको ऊर्जा हुन्छ, यो हाम्रो लागि अपरिहार्य हुन्छ। यस्तै अर्को ग्रह बृहस्पति हुन्छ। बृहस्पति जीवत्व वा कसैलाई जीवित बनाउनको लागि र त्यो जीवत्व भइसकेपछि कुनै जीवलाई अर्थ राख्नको लागि बृहस्पतिको काम हुन्छ। यसै गरी शनि हुन्छ। शनि कर्मको कारक हुन्छ। कर्मको कारक भन्नाले तपाईँ जे गर्नुहुन्छ, एउटा जीव भइसकेपछि, एउटा मानव भइसकेपछि जे गर्नुहुन्छ त्यो चाहिँ शनि स्याटर्न हुन्छ। अर्को शुक्र ग्रह हुन्छ। शुक्र ग्रहले पनि एकदमै महत्त्व राख्छ कि तपाईँको जीवन कति लग्जरियस जिउनुहुन्छ, तपाईँको जीवनको ज्ञान के हो होइन। केतु आध्यात्म हुन्छ। चन्द्रमा मन हुन्छ। यो सँगसँगै मन माइन्ड चन्द्रमा हुन्छ। यो सँगसँगै राहु र केतु छाया ग्रह हुन्छ। जस्तो राहु छाया ग्रह हुन्छ। यसले पनि मानवीय जीवनमा चाहिँ एकदमै माथिल्लो लेभलमा जानको लागि होइन, ठुल्ठुलो पद प्रतिष्ठामा जानको लागि अथवा चाहिँ व्यक्तिलाई एकदमै उपल्लो लेभलमा लिएर जानको लागि चाहिँ राहु पनि काम गर्छ होइन। काम कसरी गर्छ भन्दा चाहिँ यो ग्रहको इनर्जीकै आधारमा, ग्रहको तत्त्वको आधारमा हाम्रो शरीरमा जुन तत्त्व हुन्छ होइन, प्राकृतिक तत्त्व हुन्छ, पञ्चतत्त्व हुन्छ, यो नै ग्रहसँग रिलेटेड हुन्छ र यही इनर्जीको आधारमा नै हाम्रो जीवन चलाउने हो र हाम्रो कर्म, हाम्रो प्रारब्ध, हाम्रा सम्पूर्ण कुराहरू चाहिँ ग्रह दशाकै आधारमा निर्भर गर्छ। अनि राहु र केतुलाई त सबैले खराब भन्छ होइन, तर हजुरले त भर्खर झन् राम्रो हाइट्समा जान राहु केतु चाहिन्छ भन्नुभयो, त्यो चाहिँ कसरी? राहु आफैमा खराब हुँदैन। राहुलाई कसरी खराब गरिन्छ भन्ने कुरा सबैभन्दा महत्त्वपूर्ण हुन्छ र राहुलाई चाहिँ आफ्नो आचरण अथवा चाहिँ राहु केतुले आफ्नो आचरण व्यवहारले राम्रो गर्न खोज्यो भने राम्रो पनि हुन्छ होइन। जस्तो आचरण खराब भयो भने राहुले खराब काम गर्छ होइन। जति पनि ड्रिङ्क्स गर्ने दुर्व्यसनी व्यक्तिहरू हुन्छ उनीहरूको लागि राहु खराब हुन्छ। तर राहुलाई आफैले खराब बनाउने हो। जस्तो मन्त्र पाठ गरियो अथवा चाहिँ नाम जप गरियो अथवा ईश्वर भक्ति छ अथवा चाहिँ आध्यात्मसँग रहेर चाहिँ कुनै मन माइन्डहरू चाहिँ जोडिएको अवस्थामा चाहिँ राहु जहिले सदैव शुभ काम गर्छ। र राहु उच्च पनि हुन्छ कुण्डलीमा, एकदमै माथिल्लो लेभलमा लिएर जाने, र राहु नीच पनि हुन्छ। राहु नीच वा खराब हुँदा पनि राहुले कतिपय अवस्थामा एकदमै व्यक्तिलाई माथि लिएर जान सक्छ होइन। त्यो परिस्थिति अनुसार हुन्छ ग्रहको अवस्थिति। ठ्याक्कै यही बेला यही काम गर्छ भन्ने हुँदैन, त्यो परिस्थिति अनुसारै निर्भर गर्छ। त्यो शाहरुख खान, इलोन मस्कहरूको कुण्डलीमा राहुले नै त्यहाँ पुर्याएको टाइपको भन्छ। इलोन मस्कको राहु मङ्गल हो, राहु नै हो। अब स्पेसमा काम गरिरहन्छ ऊ होइन। जस्तो शाहरुख खानको जन्म कुण्डली भयो, ऊ राहु नै हो, राहु शनिको अवस्थिति नै हो होइन। ऊ यसै पनि मुसलमानको घरमा पैदा भएको छ होइन। उनीहरू राहुै हुन्। राहु सँगसँगै जुन राहु इनोभेसनको क्षेत्रमा हुन्छ, क्रिएसनको क्षेत्रमा हुन्छ होइन। राहु चाहिँ कुनै किसिमको ठुलो काम गर्नु पर्यो अथवा चाहिँ चमत्कारिक ढङ्गले पृथ्वीमा परिवर्तन गर्नु पर्यो भने चाहिँ राहु नै अगाडि आउनुपर्ने हुन्छ। अरू ग्रहहरू चाहिँ सामान्य हिसाबमा जान्न सकिन्छ।
अनि अब जस्तै यो ग्रहहरूलाई जस्तै राम्रो गर्नु पर्यो होइन, सिम्पल डे टु डे एक्टिभिटीले त्यो कुन ग्रहलाई अफेक्ट पार्ने के एक्टिभिटी हुन्छ, त्यस्तो केही हुन्छ? ग्रहलाई राम्रो गर्नु पर्यो भने सबै बिहान 4 बजे उठ्यो भने, ब्रह्म मुहुर्तमा उठ्यो भने, त्यो समयमा हामी सुतेनौँ भने बृहस्पति एक्टिभ हुन्छ ज्ञान होइन, अनि सूर्य पनि एक्टिभ हुन्छ, उदाउन आँटेको अवस्थिति हुन्छ, र चन्द्रमा पनि अस्ताउन आँटेको अथवा यही परिस्थितिमा चन्द्रमा पनि एक्टिभ हुन्छ। र काहीँ न काहीँ सूर्य चन्द्रमा र बृहस्पति राम्रो भयो भने बिहान उठ्ने जति व्यक्ति हुनुहुन्छ उहाँहरूको आयु लामो हुने, सम्बन्धमा राम्रो हुने होइन, धन सम्पत्तिहरू राम्रो हुने यो हुन्छ। अनि आफ्नो आमा बुवालाई मान्ने अवस्थामा पनि चन्द्रमा बृहस्पति नै शुभ हुन्छ होइन। दाजुभाइलाई मानिन्छ भने मङ्गल राम्रो हुन्छ, दिदीबहिनीलाई मानिन्छ अथवा सबै छोरी मान्छेलाई चाहिँ इज्जत गरिन्छ भने शुक्र राम्रो हुन्छ। आध्यात्मको क्षेत्रमा आफ्नो मन वचन कर्मले लागेको छ भने शुक्र केतु राम्रो हुन्छ होइन। अब धेरै एकदमै राम्रो पढेको अवस्थिति छ भने शुक्र बृहस्पतिको संयोगहरू यो व्यक्तिलाई एकदमै हाई क्वालिटीमा लिएर जान्छ होइन। यो ग्रह आफ्नो स्वभाव र व्यवहार अनुसार नै हुन्छ। र साधारण मन्त्र पाठ गर्नु, साधारण जेमस्टोन लाउनु भनेको चाहिँ यिनी साह्रै गाह्रो पर्दाको कुरा मात्रै हो, नत्र स्वभावले नै ग्रहहरूलाई परिवर्तन गर्न सकिन्छ। हजुरलाई सबैभन्दा मनपर्ने ग्रह कुन हो? हजुरको फेभरेट ग्रह कुनै होला नि त? यो ग्रह चाहिँ एकदमै बृहस्पति सबभन्दा कारक ग्रह र बृहस्पतिकै आधारमा, ज्ञानकै आधारमा सबै कुराहरू जित्न सकिन्छ। र सबै कुराहरू युद्धबाट हुँदैन भन्ने हिसाबमा पनि ज्ञानबाट पनि धेरै कुराहरू प्राप्त गर्न सकिन्छ, अथवा चाहिँ तपस्या गरेर पनि होइन, कुनै गुफामा गएर तपस्या गरेर पनि, पढ्दै नपढिकन पनि कोही व्यक्तिले ज्ञान हासिल गर्न सक्छ भने यो बृहस्पति हुन्छ। बृहस्पति केतु अथवा केतु मलाई सर्वाधिक मनपर्ने ग्रह हुन्छ। केतु जन्मौँ जन्मान्तर हो, कसैले पैसा कमायो त्यो जन्मौँ जन्मान्तर जानु छ भने केतु हुन्छ। कसैले चाहिँ कुनै किसिमको पार्टी खोल्यो भने जन्मौँ जन्मान्तर जान्छ, कसैले चाहिँ कुनै किसिमको बिजनेस बनायो भने त्यो जन्मौँ जन्मान्तर जान्छ, त्यो केतु हुन्छ। केतु सर्वाधिक मनपर्ने ग्रह, सँगै बृहस्पति पनि मनपर्ने ग्रह। राशिहरूमा जाँदाखेरि जस्तै हाम्रो सुरुदेखि नै जाऊँ न, कुन कुन राशिको कस्तो नेचर हुन्छ मान्छेको राशि त्यो छ भने? यो 12 राशिमा सबैभन्दा पहिले मेष राशि। मेष राशिको व्यक्ति रिसा हुन्छ, तर अनुशासनमा मात्रै रिसाउने, अनुशासित हुन्छ। वृष राशिको व्यक्तिहरू चाहिँ एकदम क्रिएटिभ पनि हुन्छन्, तर अलिकति चुनौतीको सामना गर्न नसक्ने पनि हुन्छ कतिपय अवस्थामा होइन। मिथुन राशिको व्यक्तिहरूमा लिडरसिप, बौद्धिकता एकदमै धेरै हुन्छ, तार्किकता, कूटनीतिक कुराहरू एकदमै राम्रो हुन्छन्, तर कसैको लागि भलो गर्नमा उनीहरू अलिकति स्वार्थी हुन सक्छन् होइन। कर्कट राशिका व्यक्तिहरू अत्यन्त सरल पनि हुन्छन् र कप्त्याइ खालको पनि हुन्छ। जस्तो सिंह राशिको व्यक्तिहरू लिडिङ गर्नमा, कुनै क्षेत्रलाई चाहिँ त्यो क्षेत्रलाई बनाउनमा सहयोगी हुन्छन्, तर उनीहरूलाई चाहिँ अरूको बारेमा सोच्ने कुनै समय हुँदैन। कन्या राशि हुन्छ। कन्या राशिको व्यक्तिहरू बौद्धिक, तार्किक, ऊर्जावान, क्षमताशील हुन्छन्, तर आफ्नो विद्वताको कारणले, आफ्नो घमण्डको कारण, आफ्नो अहङ्कारको कारणले कहिलेकाहीँ समस्यामा जाने हुन्छ। तुला राशिका व्यक्तिहरू क्रिएटिभ हुन्छन्, कुनै क्षेत्रमा इन्टरटेनमेन्टको क्षेत्रमा अगाडि जाने हुन्छन्, कसैलाई माया गर्नमा एकदमै राम्रो खुबी भएका हुन्छन्, तर उनीहरू आफैमा के गर्दैछु, आफ्नै लाइफ कसरी चलिरहेको छ कहिलेकाहीँ थाहा नपाउने किसिमको हुन्छ। वृश्चिक राशिको व्यक्तिहरू लिडर हुने, ट्यालेन्ट हुने, सफल हुने, सर्वाधिक शक्तिशाली हुने हुन्छ, तर वृष राशिको व्यक्तिहरूको आफ्नो मन मस्तिष्कलाई कहिले पनि जित्न सकिरहेका हुँदैन, अथवा आफै कुनै न कुनै क्षेत्रमा फसिरहेका हुन्छन्। अर्को धनुराशि हुन्छ। धनुराशि सङ्घर्षशील राशि हो र आफ्नो दुःख आफै गर्न सक्ने राशि हुन्छ, धेरै क्षमताको राशि पनि हुन्छ, तर चुनौतीहरू धेरै सामना गर्नुपर्ने हुन्छ आध्यात्मिक हिसाबमा, गुरुको हिसाबमा, अथवा काहीँ न काहीँबाट केही न केही किसिमका चाहिँ ज्ञानहरू आर्जन गर्नुपर्ने हुन्छ। मकर राशिको व्यक्तिहरू सृजनशील हुन्छन्, मेहनती हुन्छन्, सफलै हुन्छन्, तर उनीहरू आफ्नो भन्दा अरूको भलाइको लागि अथवा सेवाको लागि अघि बढ्नाले समस्याहरू हुन्छ। कुम्भ राशिको व्यक्तिहरू देश विदेशको यात्रा गर्ने किसिमको, अथवा लिडर, अथवा एकदमै माथिल्लो लेभलमा जान सक्ने हुन्छ, तर काहीँ न काहीँ आफ्नै परिवार अथवा काहीँ न काहीँ आफ्नै ठाउँबाट ठगिरहेको अवस्थिति हुन्छ। मीन राशिको व्यक्तिहरू चाहिँ शान्त अथवा चाहिँ तैरिरहेको माछा जस्तो, अथवा अत्यन्त खुबी हुने, अथवा अत्यन्त सरल स्वभावको पनि हुन्छन्, तर कतिपय अवस्थामा चाहिँ आफ्नो ज्ञानको कमजोरी अथवा कुनै न कुनै कारणवश चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ। यो 12 राशिमा धेरै कुराहरू हुन्छन्, धेरै गुण अवगुणहरू चाहिँ हुन्छन्, तर पनि आफ्नो कर्मको हिसाबले आफूलाई अगाडि बढाउनको लागि आफ्नो राशि स्वामीलाई नै सर्वोपरि ठानेर अगाडि बढ्नुभयो भने शुभ हुन्छ।
आजकल धेरै यङ्स्टर्सहरू पनि एस्ट्रोलोजीमा इन्ट्रेस्ट लिएर आफ्नो त्यो सूर्य राशि चन्द्र राशि लग्न तिनटै हेर्छन् क्या, सन मुन एन्ड राइजिङ भनेर इङ्ग्लिसमा पनि। सो कुन चाहिँ बढी इम्पोर्टेन्ट हुन्छ? हाम्रो सूर्य सनसाइन जुन त्यो इङ्ग्लिसबाट हुन्छ नि त्यो इम्पोर्टेन्ट हुन्छ कि चन्द्र राशि इम्पोर्टेन्ट हुन्छ कि लग्न इम्पोर्टेन्ट हुन्छ? लग्न राशि सबभन्दा महत्त्व राख्छ कि तपाईँ जन्मेको समयमा पूर्व दिशामा कुन चाहिँ लगनको उदय भएको थियो यो हिसाबमा हुन्छ। र चन्द्र राशि पनि काम लाग्छ। चन्द्र राशि चाहिँ ग्रह गोचरीय हिसाबमा त्यतिखेर जन्मिँदाखेरि यो समयमा चन्द्रमा बसेको अवस्थितिलाई हेर्ने भने यो समयमा पनि ग्रहहरू परिवर्तन भइरहेको अवस्थिति छ हैन। यो समय र त्यो समयलाई मिलाउन हो भने चन्द्र राशि पनि उत्तिकै महत्त्वपूर्ण राख्ने हुन्छ। र सूर्य राशिको अवस्थितिमा हेर्दा चाहिँ सूर्य महिना अनुसार फरक फरक तरिकाले चाहिँ बसिरहेको हुन्छ हैन। जस्तो चैत्रमा 12 अङ्कमा बस्छ भने भाद्र महिनामा 5 अङ्कमा बस्छ। र यसलाई लग्नमा बनाएर हेर्ने हो भने आत्मविश्वासको साथ त्यो व्यक्ति कति अगाडि जान सक्छ, उसको चाहिँ सूर्य लगन कतिको चाहिँ कमजोर छ अथवा चाहिँ महत्त्वपूर्ण छ, यो चाहिँ यसरी हेर्नुपर्ने अवस्थिति हुन्छ। सो साढे साथी भन्ने सबैजनालाई डर लाग्ने कुरा हो नि त। साढे साथी लाइफमा आएपछि मान्छे साढे साथी अगाडिको मान्छे र साढे साथी पछिको मान्छे चेन्ज हुन्छ, एकदम ट्रान्सफर्म हुन्छ भन्छन्। तर त्यसले साँच्चै राम्रो मात्र इफेक्ट ल्याउँछ कि नराम्रो ल्याउँछ कि? मोस्टलीले चाहिँ 90%ले चाहिँ साढे साथी सुन्ने बित्तिकै एकदमै नराम्रो सोध्छ नि त। तर फेरि नरेन्द्र मोदीको चार्टमा मैले कतै सुनेको थिएँ, उहाँ साढे साथीकै बेला प्रधानमन्त्री हुनुभएको थियो अरे होइन। सो कसैले चाहिँ साढे साथीले मान्छेको लाइफमा पैसा सक्सेस पनि ल्याउँछ भन्छ। खास साढे साथी हजुरको ओपिनियनमा चाहिँ कस्तो हुन्छ मान्छेको लाइफमा? साढे साथी खासमा चन्द्रमालाई लाग्छ। जस्तो कुनै पनि एउटा राशिमा चन्द्रमा छ, मेषमा चन्द्रमा छ भने चन्द्रमाको अगाडि वा पछाडि शनि रहन्जेल र चन्द्रमासँग शनि रहन्जेल यो तीनवटा हाउसमा चाहिँ साढे साथी हुन्छ हैन। जस्तो वृषलाई पनि हुन्छ, मीनलाई पनि हुन्छ, मेषमा शनि हुँदाखेरि यो चन्द्रमालाई लाग्ने हो। र जसको पर्सनालिटी जे छ त्यो साढे साथीको समयमा उजागर हुन्छ। कोही एकदमै डिप्रेस व्यक्ति हो भने साढे साथीको समयमा उसको डिप्रेसनको एकदमै हाई लेभलमा जान सक्ने अवस्थिति हुन्छ। अथवा साढे साथी कोही अब एकदमै उजागर छ, काम गर्छु मैले भन्ने किसिमको होइन, एकदमै आँट विश्वास भरोसा भएको व्यक्ति छ अथवा मैले चाहिँ कसैको लागि सेवा गर्न सक्छु भन्ने किसिमको व्यक्ति छ भने उसको फेरि आकस्मिक सफलता वा लाभ हुन्छ। शनि जन्मकुण्डलीमा जुन अवस्थितिमा छ त्यही अवस्थितिमा साढे साथीले काम गर्ने हुन्छ। साढे साथी कसैको जीवनमा भाग्योदयको अवस्थितिले गोल्डन टाइम 7.5 वर्ष हुन्छ भने कसैको समयमा जेल जीवन बिताउनु पर्ने नारकीय हुन्छ। तर दुवैतिर न्याय गर्छन्। कसैले अन्याय गरेको छ ऊ जेल गयो भने प्राकृतिक न्याय हो, उसले न्याय पायो र ऊ भोलिको दिनमा स्वर्ग जाला के यो हिसाबमा हुन्छ। तर कसैको जीवनमा पैसा कमाउनु छ, व्यापार व्यवसाय हो, धेरैलाई रोजगारी दिएको छ भने उसको व्यवसाय राम्रो होला हैन। कसैको राजनीति गर्नु छ, देश बनाउने किसिमको व्यक्तिहरू नै साढे साथीको समयमा एकदम खराब समयमा नै अगाडि आउने हुन् हैन। भनिसकेपछि साढे साथी चाहिँ यो मेरो शब्दले मात्रै पुग्दैन, धेरै कुरा हुन्छ तर साढे साथी खराब होइन। साढे साथी आफैमा न्याय दिन सक्ने एउटा टाइम फ्रेम हो। हुन्छ। अब अर्को चाहिँ हाम्रो भाग्यले टोटली निर्धारण गर्छ कि हाम्रो हातमा पनि केही हुन्छ कुराहरू? भाग्यले सबै कुरा निर्धारण गर्दैन। भाग्य चाहिँ कस्तो हुन्छ, जन्मकुण्डलीमा 30 डिग्री हुन्छ भाग्य हैन, 360 डिग्रीमा। त्यसमा 30 डिग्रीमा पनि 15 डिग्री जति चाहिँ अथवा कहिलेकाहीँ चाहिँ कस्तो हुन्छ भने त्यही 30 डिग्रीमा पनि कहिलेकाहीँ ग्रह फस्दिन्छ कि फस्दिसकेपछि उसको जिरो हुन्छ भाग्य। भाग्य सबै कुरा होइन, कर्म सबैभन्दा बलियो कुरा हो। र कार्मिक हिसाबमा कर्मको नियम अथवा कर्मको आधारमा 9वटै ग्रहले काम गर्ने हुन्छ र 11वटा कोठाले काम गर्ने हुन्छ। त्यसैले कर्म सबैभन्दा शक्तिशाली हुन्छ र कर्मले नै सबैलाई सफल बनाउने हुन्छ। तर कोही कोही मान्छे त कस्तो एकदम अल्छी गरेर लाइक हुन्छ नि, एकदमै गर्दाखेरि पनि उनीहरूको लाइफ कस्तो कम्फर्टेबल राम्रो गइरहेको हुन्छ। कोही चाहिँ एभ्रिडे स्ट्रगल गरेर, फर इक्जाम्पल लाइक एउटा रिक्सावाला मान्छे भनौँ, उसले त डेली कर्म गर्छ नि त, आएर मेहनत गर्छ, फिजिकल वर्क गर्छ होइन। तर कोही यत्तिकै घरमै बस्दा बस्दै पनि कहाँ पुगिरहेको हुन्छ होइन। सो किन हुन्छ त्यस्तो? राम्रो काम गर्दा गर्दै पनि, सङ्घर्ष गर्दा गर्दै पनि कसैको राम्रो भइरहेको हुँदैन, अनि कसैको चाहिँ अलिकति गर्ने बित्तिकै अथवा केही नगरी पनि उसको राम्रो भइरहेको हुन्छ। त्यो चाहिँ कस्तो? कर्म निर्धारण हुन्छ, कार्मिक प्रपोज कर्मको उद्देश्य र प्रारब्धसँगै निर्धारण हुन्छ। ऊ के गर्नको लागि हो उसले गर्ने त्यही हो, र ऊ के कामको लागि ऊ तडपिएको थियो र प्रारब्धमा होइन यो जन्म पायो त्यही हिसाबमा उसमा काममा जाने हो। उसले ठुलो काम गर्यो वा सानो काम गर्यो योसँग मतलबको कुरा होइन। खासमा के हो भने उसले कर्म गर्यो, कति घन्टा कर्म गर्यो वा कसरी कर्म गर्यो होइन, यो हुन्छ। अब कर्म कुन ठाउँमा पर्यो आफ्नो भन्ने कुरा पनि हुँदैन। कतिपय अवस्थामा चाहिँ के शङ्कास्पद छ भने उसले खराब ठाउँमा कर्म गर्यो त्यसैले ऊ सकेन, मैले मेरो कर्म राम्रो ठाउँमा पर्यो म माथि गएन,
यस्तो कदापि पनि हुँदैन। संसार झुकिएला अथवा चाहिँ व्यक्तिहरू झुकिएलान्, तर ईश्वर कहिले पनि झुकिँदैन, ग्रहहरू कहिले पनि झुकिँदैन। उसको कर्मै त्यही हो। उसले जुन आधारमा आफूलाई विकसित गरेको थियो होइन प्रारब्धमा, त्यही आधारमा उसले कर्म पाउने हो। त्यही हो, जस्तो सुकै कर्म भोग्न ऊ तयार हुनुपर्छ र यो कर्मै भोग्नको लागि यो जिन्दगीको एक किसिमको सजाय काट्नकै लागि तयार हुनुपर्छ र सजाय काटेरै जाने हो। चाहे पैसा भएको व्यक्ति होस् चाहे नभएको व्यक्ति होस्, ऊ एक किसिमको सजायमा नै छ, कर्मको सजायमा, र यो सजायबाटै बाहिर निस्किनुपर्छ। हजुरले कर्म भनिराख्दाखेरि यो लाइफमा को कर्म मात्रै कि पास्ट लाइफहरूको कर्म पनि अकाउन्टमा आउँछ यसमा? पास्ट लाइफको कर्म आउँछ। कर्मका प्रकारहरू हुन्छन्। तमोगुणी कर्म कस्तो हुन्छ, राजसी कर्म कस्तो हुन्छ होइन, सतोगुणी कर्महरू कस्तो हुन्छ, यो कर्मको हिसाबमा सबै कुराहरू गीतामा उल्लेख छ। बाँकी कर्मका गर्ने प्रकारहरू हुन्छन् होइन। बाँकी आफूले साँचेका कर्महरू भए, आफूले गरिरहेका कर्महरू भए, आउँदा गर्ने कर्महरू भए होइन, समय सँगसँगै यसमा पनि 3 प्रकारका कर्महरू छन् होइन। कर्म व्यक्ति कुन तरिकाले गर्दैछ यसमा निर्भर पनि गर्छ। र कर्म भनिराख्दाखेरि कर्मको परिभाषा यति छोटो हुँदैन, कर्म धेरै हुन्छ होइन। गीताको कर्म अर्कै छ। गीताको कर्मको त्यो धरातलमा भित्र पस्न सकिँदैन। चुनौतीहरू आउँछन् जान्छन्, समस्याहरू धेरै छ होइन कर्म, त्यो गीताको कर्मलाई लिएर अगाडि बढ्नको लागि। तर कर्ममा पनि ज्ञान हुनु र होसमा हुनु सबभन्दा महत्त्वपूर्ण कुरा हो। म यो काम गर्दैछु भने यो मेरै कर्मको लागि हो र यो मेरै लागि हो भनेर सम्झिनु पर्यो। उसले रिक्सा चलाए पनि यो मेरै लागि हो है भनेर उसले जान्यो वा चाहिँ आफ्नो एउटा ज्ञानमा बस्यो भने चाहिँ यो धेरै राम्रो हुनसक्छ, वा उसको लाइफ चाहिँ कहिले न कहिले गएर चाहिँ राम्रो हुनसक्छ। तर जस्तोसुकै कर्म गरिरहोस्, आफूलाई कर्मको बारेमा कुनै पनि ज्ञान छैन भने कहिलेकाहीँ चुनौती पनि हुनसक्छ। एउटा चाहिँ साँच्चै जोडीहरू पहिलेदेखि लेखेरै आएको हुन्छ। जस्तै कसैलाई लाइफ पार्टनर चुज गर्नु छ भने त्यो चाहिँ कुण्डलीमा यसको यस्तो हुन्छ भनेर अलरेडी लेखिएको हुन्छ कि फ्री विल हुन्छ त्यो चुज गर्न? कार्मिक रिलेसन हुन्छ। कसैले मानिलिउँ कसैले कसैलाई 5 वर्ष दुःख दिएको थियो, कसैले कसैलाई 10 वर्ष दुःख दिएको थियो, प्रारब्धकै हिसाबमा पूर्वजन्मको कुराको हिसाबमा भन्ने हो भने अहिले यो जन्ममा आएर 5 वर्ष सम्बन्धमा बस्ने हो अनि टक्सिक सम्बन्ध हुने हो, सम्बन्ध सकिने हो होइन। त्यो एउटा पार्ट पनि हो, त्यो लेखेकै हुन्छ। अथवा सम्बन्धको हिसाबले कसैले हस्बेन्डको सेवा गर्छ वा आफ्नो वाइफको सेवा गर्छ भने उसले प्रारब्धको ऋण खाएकै हुनुपर्छ, अथवा आफ्नो पत्नीको ऋण खाएकै हुनुपर्छ, आफ्नो सन्तानको ऋण खाएकै हुनुपर्छ, वा सन्तानलाई ऋण दिएकै हुनुपर्छ। त्यो हिसाबमा मात्रै मनुष्य मात्र जोडिने हो होइन। यो सम्बन्धको हिसाबले भन्ने हो भने त्यो भित्री रूपमा जाने हो भने एउटा साधारण साथीभाइ भेट भयो जस्तो हो। यो पारिवारिक सम्बन्ध पनि यो कुनै ठुलो कुरा होइन र यसमा मर्यादै गर्नुपर्छ भन्ने होइन। आफ्नो आफ्नो तरिकाले कर्म गरेर आफ्नो आफ्नो कर्म चिनेर अगाडि बढ्नु स्वाभाविक हो। र पति पत्नीको हिसाबमा चाहिँ यो प्रारब्धदेखि नै लेखिएको सम्बन्ध हुन्छ। यसै अहिले आएर सबै कुराहरू भइहाल्ने भन्ने हुँदैन होइन। जस्तो अब यही जन्ममा सम्बन्ध हुन्छ भने कतिपयको धेरै सम्बन्ध होला, यही जन्ममा सम्बन्ध हुनुपर्छ भने पनि हुन्छ हुन चाहिँ होइन। तर हुँदाखेरि यो जन्म कति के कस्तो व्यवहार छ अर्को जन्ममा जाने बित्तिकै फेरि पुनः त्यो सम्बन्ध चाहिँ दोहोरिने हुन्छ होइन। यो मैले ज्योतिषकै आधारमा एकै ठाउँमा बसेर यसरी व्याख्या गर्न चाहिँ सक्दिनँ होइन। तर धेरै कुराहरू चाहिँ सम्बन्धमा हुन्छन् र सम्बन्धलाई राम्रो बनाउनको लागि एक आपसमा त्याग चाहिँ जरुरत हुन्छ। किनभने प्रारब्धसँग जोडिएको कुरा हुनाले एक आपसलाई त्यागको भावनामा होइन, उसले उसको राम्रो गरोस्, म उसलाई राम्रो गर्नको लागि सहयोग गर्छु, यसरी जानुभयो भने सम्बन्ध चाहिँ राम्रो हुन्छ। जस्तै मेरो बिहा कुन समयमा हुन्छ, म कोसँग बिहा गर्छु भन्ने त्यो हुन्छ नि, चोइस मेरो हातमा कति पर्सेन्ट हुन्छ होला? कति पर्सेन्ट चाहिँ मेरो भाग्यले निर्धारण गर्ने हुन्छ? भाग्य निर्धारण भनेको तपाईँको राम्रै भाग्यले नै निर्धारण गर्ने हो यो कुरा, अथवा कर्मले नै निर्धारण गर्ने हो। यो समयमा विवाह गर्छु तपाईँको प्लानिङमा हुन्छ होइन। तर प्लानिङको हिसाबले चाहिँ कहिलेकाहीँ समस्या पनि पर्न सक्छ, कहिलेकाहीँ चुनौती पनि आउन सक्छ होइन। भनेको मान्छे नहुन सक्छ, त्यो जान सक्छ र तपाईँको प्लानिङमा अर्को मान्छे आइपुग्न सक्छ होइन। त्यो कर्म आधारमा कस्ता मान्छेहरू जोडिएका छन् यो कुरा हो। र धेरै कुरा चाहिँ ग्रहमै निर्धारण पनि हुन्छ। एकदमै खराब टाइममा विवाह हुँदैन होइन। खराब समयमा विवाह भयो सम्बन्धहरू चाहिँ भड्किने अथवा सम्बन्धहरू चाहिँ सकिने हुन्छ। चुनौतीहरू पनि हो र चुनौतीको साथसाथ सफलता सम्बन्धको लागि चाहिँ आफ्नो हातमा धेरै कुराहरू हुन्छन् सम्बन्धलाई जोगाइराख्नको लागि चाहिँ। सो बेसिकली भेट्टिन को हो कति बेला चाहिँ मोस्टली टाइमको हातमा हुन्छ, तर त्यसलाई कसरी अगाडि लाने चाहिँ मान्छेको हातमा पनि धेरै कुरा हुन्छ। सोलमेट ठ्याक्कै ऊ मेरो हो कि होइन भन्ने कुरा चाहिँ ईश्वरद्वारा नै निर्धारण हुन्छ। कहिलेकाहीँ ठ्याक्कै आफ्नो सोलमेट नभएर अलग व्यक्तिहरूसँग विवाह भएका उदाहरणहरू पनि छन् कि यो अवस्थामा चाहिँ सम्बन्धमा टक्राव हुने, समस्या हुने, कुरा नमिल्ने यस्तो हुन्छ। अनि त्यसो भए विवाह गर्दाखेरि कुण्डली मिलाउनु कतिको इम्पोर्टेन्ट छ? कुण्डली
मिलाउन इम्पोर्टेन्ट देखिन्छ। जस्तो सप्तम स्थानको त्रिकोण, सप्तमेशको त्रिकोण हैन, अनि सप्तममा बसेको ग्रहको त्रिकोण, उसका ग्रहका चाहिँ शत्रु र मित्र ग्रहहरू, यो सबै कुराहरू चाहिँ मिलाउनु पर्ने हुन्छ। यो सँगसँगै सामान्य हिसाबमा माङ्गलिक दोष पनि हेर्नुपर्ने हुन्छ, नाडी हेर्नुपर्ने हुन्छ हैन, भकुट दोषहरू हेर्नुपर्ने हुन्छ। अब के कस्तो हुँदै हिसाबमा अब नाडी दोषमा वर्जितै हुन्छ हैन। यो कुण्डली मिलाएर विवाह गरियो भने चाहिँ लङ टाइम विवाह चाहिँ जान सक्छ। सो अब कसैको त पुरै कति वर्षदेखिको प्रेम छुट्टिने कि कुण्डली मिलाउनेवाला हुन्छ नि त। सो त्यस्तोमा हजुरले एडभाइस दिनु पर्यो भने कुण्डलीलाई प्राथमिकता दिने कि कुण्डली मिलानलाई कि प्रेमलाई? प्रेम चाहिँ कार्मिकतामा निर्भर पर्छ। कसैको कर्म वा चाहिँ कार्मिक सम्बन्धहरू हुन्छन्, यति सम्बन्धसम्म बस्ने अनि छुट्ने भन्ने हुन्छ। प्रेम नै विवाह चाहिँ होइन र विवाह प्रेम पनि होइन। यो दुईटा पक्षलाई हेर्ने हो भने यो जन्मकुण्डली मिलाएर विवाह गर्नु सबभन्दा उचित हुन्छ। र लामो समयको सम्बन्ध छ भने केही न केही कुरा त मिलिराखेकै होला हैन, यो आधारमा विवाह गर्न सक्नुहुन्छ, कुनै कुरा नहेराइकन हैन, साधारण हिसाबमा विवाह गर्न सक्नुहुन्छ। तर चिना सम्बन्ध पनि बनाउनु भयो र चिना पनि देखाउनु भयो भने चाहिँ बरु सम्बन्ध बनाउनुहोस्, चिनै नदेखाई विवाह गर्नुहोस् हैन। चिना देखाउनु भयो भने चाहिँ मिल्नेसँग मात्रै विवाह गर्दा उत्तम हुन्छ हैन। अब ज्योतिषीहरू नमिलिसकेपछि मिल्दैन, यो भोलि गएर चाहिँ सम्बन्ध हुँदैन भने चाहिँ साइकोलोजिकल असर पनि पर्न सक्छ हैन। त्यसैले सम्बन्ध छ भने कुनै चिनै नदेखाइकन विवाह गर्नु नै उत्तम हुन्छ। मतलब अलरेडी लभ परिसक्यो हैन, उसैसँग मात्रै बिहा गर्नु छ भन्ने हो भने चाहिँ बरु चिनै नदेखाउने बिहा गर्ने, बिहा गरिदिनु। तर चिना देखाएर नाइ भन्दा भन्दै बिहा गर्दा झन् त्यो मनमा किटिक्क पनि हुन्छ र एउटा साइकोलोजिकल असर पनि परिराखेको हुन्छ। ज्योतिषीले त हुँदैन भनेको थियो र सम्बन्धमा समस्या पनि आयो भने दिनदिनै असर हुनुभन्दा बरु चिनै नदेखाउने विवाह गर्ने सम्बन्धको व्यक्ति हो, भए हुन्छ नभए हुँदैन, यो आधारमा जाँदा चाहिँ राम्रो हुन्छ।